नेपाली टेलिभिजन क्षेत्रको लोकप्रिय गायन रियालिटी सो द भोइस अफ नेपाल किड्स फेरि नयाँ उत्साहका साथ दर्शक माझ आउँदैछ। किड्स सिजन 5 को ब्लाइन्ड अडिसनको छायाङ्कन सम्पन्न भइसकेपछि अहिले पोस्ट प्रोडक्सन तथा अन्य तयारीका कामहरू भइरहेको जानकारी प्राप्त भएको छ। कार्यक्रमका निकट स्रोतका अनुसार बाँकी सम्पादन तथा प्राविधिक काम पुरा भएपछि सो असार महिनादेखि प्रसारणमा आउने सम्भावना रहेको बताएका छन्। यसपटक बाल प्रतिभाहरूको प्रस्तुति निकै दमदार रहेको बताइँदै आइरहेको छ, जसका कारण दर्शकमा आज कार्यक्रमप्रति उत्साह झन थपेको छ। यसैसँगै द भोइस अफ नेपाल सिजन 8 को डिजिटल अडिसन पनि चाँडै खुल्ने तयारी रहेको खबर भइरहेको छ। सिजन 8 को ब्लाइन्ड अडिसनका लागि देशभरबाट नयाँ प्रतिभा खोजिने भएको छ। गायन क्षेत्रमा आफ्नो सपना पुरा गर्न चाहने युवाहरूले अहिले अडिसन खुल्ने समय प्रतीक्षा गरिरहेका छन्। द भोइस अफ नेपाल किड्स सिजन 5 को ब्लाइन्ड अडिसन हेर्न आएका दर्शकहरूबाट पनि अडियन्सको आवाजहरू सुनेर ब्लाइन्ड अडिसनको लागि तयारी पनि भइसकेको छ। किड्स सिजन 5 मा कोचहरूको भूमिकामा मिलन नेवार, अर्जुन सापकोटा, सत्यराज आचार्य तथा वाङदेन शेर्पा रहने भएपछि दर्शकहरू अझ बढी उत्साहित बनेका छन्। नयाँ सिजनमा केही विशेष दृष्ट र सरप्राइजिङ समेत रहने सङ्केत गरिएको छ। अहिले सामाजिक सञ्जालमा पनि यस कार्यक्रमको चर्चा व्यापक रूपमा भइरहेको छ। दर्शकवृन्द, तपाईँहरू द भोइस अफ नेपाल किड्स सिजन 5 को ब्लाइन्ड अडिसन हेर्न कतिको एक्साइटेड हुनुहुन्छ? तरको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो मन परेमा भिडियोलाई लाइक, सेयर र तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला।